हजुर बहुमत रासपा बहुमत भएर के गर्छ र गर्छ भने गरोस् न त नि हामी मान्दैनौँ नि त भइगयो त है भए त आउनु पर्ने हिजैदेखि बोलाएको प्रधानमन्त्रीले आउनुहुन्छ मान्ने तु ल किन बहिष्कार गर्नुभयो यहाँहरूले नगरौँ न त्यो यस्तो छ प्रधानमन्त्री कहिले पनि नआउने होइन प्रधानमन्त्री टेबल गर्नुपर्ने कुराहरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्दैछौँ प्रधानमन्त्री थुप्रै कुराहरू छन् यहाँ अब के अरे सत्तारूढ दलले आफ्नो मुनाखुसी चलाइरहेछ होइन ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अन्त समयहरू हुन्छ नि त नित्यता कार्यक्रम पनि त्यो समय पनि हामीले दिएको छैन बजेट पनि खुसी गरिरहेछ त्यसले गर्दाखेरि यो चाहिँ भएन जस्तो बाहिर चाहिँ प्रधानमन्त्री खोपीको देउता हुनुभयो भन्ने छ के अरू पनि हो कि बहिष्कार तपाईँहरूको मात्र हो भनेको सबैको हामी त निस्किसकेका छौँ अरू पनि कराउँदैछन् निस्किन्छन् अरू पनि गराइरहनु भएको छ निस्किन्छन् भनेको अब कराउने मात्र काम हुन्छ कि केही निर्णायक हस्तक्षेप हुन्छ तपाईँहरूले पब्लिकले मूल्याङ्कन गर्छ होइन पब्लिकको देश हो यो हामी त अरबठो मान्ने मान्छे मात्रै हो त्यो चिज हो हजुर हामीलाई हेप्न कसैले पनि सक्दैन एउटा कुरा यो चाहिँ याद गर्नु है यो चाहिँ याद गर्नु हामीलाई चाहिँ हेप्न चाहिँ सक्दैन हामी मान्दैनौँ हजुर बहुमत भएर के गर्छ र गर्छ भने गरोस् न त नि हामी मान्दैनौँ नि त भइगयो त होइन त्यो विधि बिनाको चाहिँ चलेर हुन्छ तपाईँको चाहिँ उनीहरूको विकास भनेको ढोका बिनाको शौचालय जस्तो मात्रै शौचालय चाहिँ बनाएको छ यो बिनाको मान्छे ढोका बिना पार्टीले अब आउनु पाउँदैन साथीहरू